नेपालबाट विद्यार्थी भिसामा जापान जानेको संख्या निरन्तर बढिरहेको छ, जसको मुख्य कारण त्यहाँ गएका विद्यार्थीले पाएको सफलता र समान अवसर हुन्। आर्थिक वर्ष 2080-81 मा 34,000 विद्यार्थीले एनओसी लिएको तथ्याङ्क छ। जापान जानका लागि आधारभूत जापानी भाषाको ज्ञान अनिवार्य छ। सामान्यतया 12 कक्षा पास गरेका विद्यार्थीले आवेदन दिन सक्छन्। स्नातक सकेका विद्यार्थीले 2 वर्ष भाषा अध्ययनपछि मास्टर्स वा भोकेशनल कलेज जान वा रोजगारी र व्यवसाय रोज्न सक्छन्। जापानमा पहिलो वर्षको कलेज शुल्क 7.5 देखि 8 लाखसम्म लाग्छ। कागजी प्रक्रिया र पहिलो वर्षको शुल्क सहित कुल 14-15 लाख रुपैयाँको खर्चमा जापान पुग्न सकिन्छ। विद्यार्थीले हप्तामा 28 घण्टा काम गर्न पाउने हुँदा त्यहाँको खर्च धान्न सम्भव छ। अहिले जापानले कडाई गरिरहेकाले भिसा आवेदन दिनुभन्दा कम्तीमा 6 महिना अघिदेखि भाषामा राम्रो दखल हासिल गर्नु र जापानको अनुशासन सिक्नु अत्यन्तै आवश्यक छ।